यो बक्समा पोखरा लेखिसकेपछि पोखरा हाइलाइट हुन्छ। यहाँ भएको डाटालाई फर्स्टमा सिलेक्ट गरौँ। सिलेक्ट गरिसकेपछि होम ट्याबमा भएको कन्डिसनल फर्म्याटिङमा क्लिक गर्ने र न्यू रुलमा क्लिक गरौँ। त्यहाँ क्लिक गरिसकेपछि यस्तो खालको एउटा डायलग्स बक्स आउँछ। यहाँनिर क्लिक गरेपछि यसमा है यो बक्समा के गर्ने भन्दा यहाँनिर क्लिक गर्ने यो सेलमा है, अनि फेरि इजिकल टु गर्ने र सिटी हो कि प्रोडक्ट नेम कुन अनुसार हामीले डाटा हाइलाइट गर्ने हो त्यसलाई सिलेक्ट गर्ने। सिलेक्ट गरिसकेपछि F4 दबाउने, फेरि F4 दबाउने है, दुईचोटि F4 दबाइसकेपछि फर्म्याटमा क्लिक गर्ने। फर्म्याटमा गइसकेपछि फर्म्याट सेल्सको डायलग्स बक्स आउँछ। अब त्यो डाटालाई कुन कलरले हाइलाइट गर्ने हो त्यो कलर यहाँबाट चुज गर्ने है। कलर चुज गरेपछि ओकेमा क्लिक गरिदिने र फेरि ओकेमा क्लिक गरिदिने। अब हजुरले यहाँनिर जुन सिटीको नाम लेख्नुहुन्छ, जस्तै मैले यहाँनिर काठमाडौँ लेख्छु है, त KATHMAN यो काठमाडौँ लेखेर इन्टर गरे भने काठमाडौँको डाटा हाइलाइट हुन्छ। त्यस्तै OKHARA पोखरा लेख्यो भने पोखरा हाइलाइट हुन्छ। यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई लाइक, सब्स्क्राइब, सेयर गर्नु होला नबिर्सनुहोस्।